महाशिवरात्रिको दिनमा पशुपतिमा यस्तो हुन्छ भनेर त मैले सोचेको पनि थिइनँ गाइज। मेरो पनि हालत यस्तो भएको थियो। मुख सुक्खा आँखा लट्ठ चिसो पानी खान थाल्छु घुटकी घुट खल्टी भुक्का स्टोभ म त सत्य बोलिरहेको छु बोल्दिन झुट हाई। सो गाइज आज म चाहिँ बिहानै 9 बजे उठेर नुहाइधुवाइ गरेर चाहिँ रेडी भइसक्यो, किनभने आज महाशिवरात्रि र म जाँदैछु पशुपतिनाथ होइन। यहाँ चाहिँ होइन यस्तो के हो होइन, बिहानै चाहिँ कसले चाहिँ हुक्का तानेर चाहिँ भ्यू यस्तो बनाइदिएको छ होइन, धुवैँ होइन। यहाँ चाहिँ बच्चाहरूले चाहिँ बाटो छेकिरहेका थिए भने चाहिँ यता कागहरू चाहिँ आफ्नै तालमा चाहिँ झगडा गरिरहेका थिए होइन। र म चाहिँ लाग्यो होइन सरसर आज चाहिँ बाइक स्कुटी उता लगिँदाखेरि गाह्रो पर्ने भएको हुनाले चाहिँ मैले रुममै छोडेर चाहिँ म चाहिँ चोकसम्म बसमा निस्कन गएको थिएँ। र हेर्दा हेर्दै चाहिँ म चाहिँ पशुपति आइसकेँ होइन। पछाडिबाट छिरेर होइन, अगाडिबाट चाहिँ एकदमै क्राउड थियो, तर यहाँ पनि एकदमै क्राउड थियो र यहाँ चाहिँ डान्स भइरहेको थियो होइन। पछाडिबाट चाहिँ छिरेको थिएँ र म चाहिँ अगाडि निस्केँ होइन। यहाँ त झन् यस्तो क्राउड चाहिँ हामी चाहिँ पारी मन्दिरको दर्शन गर्नको लागि निस्केको होइन। यता साधु सन्तहरू होइन चाहिँ टन्नहरू थिए र बाबाजीहरूले चाहिँ होइन प्रसाद बेचिरहेको थिए होइन। भिङ चाहिँ यस्तो बवाल थियो होइन। हर हर महादेव चाहिँ कमेन्ट गरिदिनु होला। आज चाहिँ को रहेछ होइन भाग्यमानी, आज शिवरात्रिकै दिनमा चाहिँ होइन पशुपति अगाडि चाहिँ जल्न पाउँदैछ होइन। टक्क यो भ्यू हेरेर चाहिँ अब हामी पारी जाने निर्णय लियौँ र होइन पारी जाँदाखेरि चाहिँ यस्तो क्राउड थियो होइन। यो क्राउडले चाहिँ म चाहिँ होइन मेरो चाहिँ हालत खराब भइसकेको थिएँ। त्यसैले चाहिँ अब यताबाट पारीबाट जान सकिँदैन, हामी चाहिँ हेलिकप्टर बुक गरेर जानको लागि चाहिँ एकछिन यता बसेर चाहिँ यसो छलफल गऱ्यो होइन। टक्क लाएर चाहिँ यतातिर छलफल गर्दै गर्दाखेरि चाहिँ यस्तो खालको चाहिँ होइन रमाइलो भइरहेको थियो। अब हामीले चाहिँ प्लान गरिरहेको थियौँ होइन पारी कसरी जाने भनेर। टक्क यहाँ चाहिँ क्राउड यस्तो छ, अब यस्तो क्राउडबाट कसरी जाने। तर यो क्राउडमा पनि चाहिँ होइन घन्टी समर्थक र राजसभाको समर्थकहरू चाहिँ देखियो होइन। जय घन्टी भोटकेमा घन्टीमा हाल्ने भन्दैछन् उते दाजु चाहिँ। सो हामी चाहिँ किचिँदै मिचिँदै भए पनि अगाडि बढिरहेका छौँ होइन। हामीलाई चाहिँ पारे आफ्नो गन्तव्यतिर जानु छ, किनभने चाहिँ त्यहाँ गएर चाहिँ थोरै नजिकैबाट दर्शन गरेर चाहिँ हामी त्यतातिर चाहिँ बसेर त्यतातिरको माहौल बुझ्ने भनेर चाहिँ त्यतातिर गइरहेका थियौँ होइन। सो गाइज होइन हामी चाहिँ यो क्राउडबाट थोरै पारी जाने बित्तिकै चाहिँ होइन हाम्रो दानबहादुर कार्कीजी चाहिँ होइन पशुपति दर्शन गर्नको लागि चाहिँ भिआइपी सवारीका साथ आइपुग्नु भएको छ र उहाँलाई चाहिँ हामीले टक्क लाएर चाहिँ नियाल्यौँ।